गरौँसुर देवीको मन्दिर, देवी मन्दिर जाने बाटो सररररर पिच रहेछ, राम्रो रहेछ। आज गरौँसुर देवीको दर्शन गरियो। म त आएको थिइनँ आज, अहिले चाहिँ पहिलोचोटि गरौँसुर देवीको पूजा मन्दिर दर्शन गर्न चाहिँ संयोगले आज जुरायो। रमाइलो भयो र हाम्रो पुरै हमाल फ्यामिलीले आज चाहिँ मन्दिरको दर्शन गरेर चाहिँ पिकनिक जस्तो एउटा सानो पिकनिक जस्तो आयोजना गरेर हामी एउटा यो अग्लो टापु जस्तो ठाउँमा चाहिँ हामीले पिकनिक खायौँ। रमाइलो भयो। हाम्रो फ्यामिली मात्रै थियौँ। रमाइलो छ। यहाँ पोखरी रहेछ। यो ठाउँलाई चाहिँ पोखरी चाहिँ यो वालिङ नगरपालिका 8 मा पर्दो रहेछ। र यहाँ एउटा एकदम राम्रो मन्दिर आउँदा जाँदा चाहिँ खाना नास्ताको लागि पनि एउटा यहाँ हिमालयन हिली भ्यू रिसोर्ट भनेर चाहिँ यहाँ यो जाँदाखेरि यो बाटोको एउटा एकदम राम्रो सेन्टरमा चाहिँ यो होटल रहेछ। यहाँ चाहिँ हामी आउँदाखेरि चाहिँ खाजा नास्ता खाना मन लागे पनि यहाँ चाहिँ सबै सुविधा रहेछ। यताबाट सबै पहाडहरू रमाइलो छ। यो प्राकृतिक भ्यूज हो। यो प्राकृतिक भ्यूजको दृश्य भनेको छुट्टै रमाइलो, सर्र हावा चल्ने अग्लो ठाउँमा बसेर यसरी भिडियो घुम्न पाउँदाखेरि, हिँड्न डुल्न पाउँदाखेरि असाध्यै रमाइलो छ। सरररर त पिङ पनि छ। यो डाँडाको टुप्पोमा गरौँसुर देवीको मन्दिर चाहिँ यो टुप्पोमा छ। यो टुप्पोमा पुगेर त्यहाँ दर्शन गरेर हामी बिहान अनि दर्शन गरेर फर्केर हामी चाहिँ यहाँ पोखरीमा आएर चाहिँ यहाँ एउटा अग्लो भ्यू पोइन्ट रहेछ। त्यहाँ बसेर हामीले खानासाना सबै आफैले बनाएर खायौँ। र अब चाहिँ हाम्रो लगभग अब घर जाने तयारी हुँदैछ। असाध्यै राम्रो यो नेचुरल, यसमा कुनै पनि कृत्रिम छैन। सबै प्राकृतिक दृश्य। नेपाल असाध्यै सुन्दर हिमालय पहाडले घेरिएको यस्तो सुन्दर ठाउँ, असाध्यै रमाइलो ठाउँलाई हेर्दाखेरि पनि ओहो ठ्याक्क कति ठाउँमा पहाडको टापुमा बस्ती छ। रमाइलो छ। यो दृश्य हेर्दाखेरि कसको पो मन लोभ्याउँदैन होला र मलाई त असाध्यै राम्रो लाग्यो। हामी बेलामा त मेरो घर पनि यतै भएको भएर बेलामा चाहिँ हामी यता आउँछौँ, तर यो साइडतिर चाहिँ आएको थिएन। आज चाहिँ यो पनि इच्छा पुरा भयो। हस्त धन्यवाद।